नेपाल बहुभाषी, बहुसंस्कृति र बहुवेशभूषा भएको देश हो। यहाँ बसोबास गर्ने हरेक नेपालीको आफ्नै संस्कृति हुन्छ। विवाह गर्दा छुट्टै, मर्दा छुट्टै, मलामी जाँदा छुट्टै हुन्छ। त्यसमध्ये निसी पनि एक हो। गण्डकी प्रदेश बागलुङ जिल्ला निसीखोला गाउँपालिका 5 मा पर्ने एउटा इतिहास बोकेको गाउँ निसी हो। हामी निसीमा झाँक्री मर्दा अथवा बितेपछि त्यहाँ कस्तो खालको संस्कृतिहरू हुन्छ त भन्ने विषयमा चर्चा गर्दछौँ। झाँक्री जो हुन्छ, पहिलेको युगमा जुन बेलामा डाक्टर अस्पताल हुँदैन थिए, उनीहरूको दर्जा त्यति बेला डाक्टरको जस्तै थियो। र झाँक्री मर्दा अथवा बितेपछि उनको चेला जो चाहिँ 9 जना हुन्छन्, तिनीहरूलाई बोलाएर उनीहरू आफ्नो पहिरन लगाएर अनि आफ्नो क्रमक्रिया गर्छन्, मन्त्रजाप गर्छन् र जसलाई लोकल भाषामा ओखा पनि भन्ने गरिन्छ। र एकजना बाजावालाले बाजा बजाउने र जसलाई हाम्रो लोकल भाषामा उल्टे ढोल बजाउने पनि भन्ने गरिन्छ। झाँक्री मर्दा चाहिँ मादल झ्याली बजाएर आफ्नो दाजुभाइ बाहिरका आफन्तीहरूले रमाइलो पनि गर्छन्। यसो गर्दा मृतकको आत्माले शान्ति पाउने धार्मिक मान्यता छ। झाँक्रीलाई जलाउनको साथो झाँक्रीको नै पहिरन लगाएर गार्ने र त्यसमा ढुङ्गाले स्तूपा जस्तो बनाइन्छ। त्यसलाई हाम्रो गाउँघरमा मट्ट पनि भनिन्छ। झाँक्रीले त्यहाँ गएर जुन ठाउँमा गाड्नुपर्ने हो, एकजना झाँक्रीले गएर यो ठाउँ उचित छ कि छैन भनेर जाँच्ने गर्छ र त्यही ठाउँमा खन्ने भनेर जुन खाडल बनाइन्छ र त्यही ठाउँमा झाँक्रीलाई सिधा पारेर जुन जिउँदो मान्छे बसेको हुन्छ त्यसरी राखेर त्यसलाई गाडिन्छ। यसरी झाँक्रीको दाह संस्कार गरिन्छ निसीमा। र अन्तिममा चाहिँ सेतो भालेको बोली दिने चलन पनि छ। यसो गर्दाखेरि झाँक्रीलाई शान्ति मिल्छ, उसको आत्माले शान्ति मिल्छ भन्ने चलन छ। हस् त गाइस, आजलाई यति नै। र मेरो भिडियोमा कति कमजोरीहरू छन् होला त्यसलाई स्वीकार गर्दै सल्लाह सुझाव दिनु होला। यति भन्दै म बिराउन चाहन्छु। भिडियो मन परे लाइक गर्नु होला, कमेन्ट गर्नु होला र अझै सल्लाह सुझाव दिनु होला।